यो चाहिँ दिगो यसरी भनिराखेको छ यो के विषय कति हुनुपर्छ पहिलेदेखि बढेर माता हाम्रो चाहिँ त्यो पनि अलिक साह्रो हजुरले सक्नुहुन्छ कसैले भने त्यहाँ छुन मिल्दैन यहाँबाट दर्शन गर्ने सबै मेन मनोकामना माताको विश्रामको मूल दियो मनोकामना माता की जय जय हाम्रो मनोकामना माताले यो देशको ठुलो अनि 12-24 घण्टा बोलिराखेको गीत यी सबै गीत 24 घण्टा बोलिरहन्छ 24 घण्टा 78 साल जेठ 2 गतेदेखि बाल्याको शक्तिशाली दियो चाहिँ अहिलेसम्म ठुलो प्रोग्राम गर्नुभएको छ निरन्तर बोलिराखेको छ। बोलो श्री गणेश भगवान को जय बोलो श्री मनोकामना आमा को जय बोलो श्री मनोकामना माता को जय बोलो श्री पशुपतिनाथ को जय शोभा भगवती आमा को जय विजयेश्वरी आमा को जय आरती अजिमा को जय माता मनोकामना राष्ट्रिय शक्तिशाली दीप को जय संपूर्ण भक्तजन को जय आज को आनंद को जय बागमती गंगा को जय संपूर्ण 33 करोड़ देवी देवता को जय सकल भक्तजन को जय श्री 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 माता मनोकामना आमा को जय एकदमै माथिसम्म बोलिराखेको हुन्छ। अथवा सेवा बेला बेलामा चेन्ज भइरहन्छ त्यो आफ्नो रूप लिएर माताको कृपा शक्तिले अनि फरक फरक किसिमले हजुर बोलिरहेको आज मनोकामना हजुर अब अहिले चाहिँ हजुर खुसी लाग्यो। मेरो मनोकामना हजुर किन भन्दा तपाईँ साँच्चै मैले चाहिँ मनोकामना आमा नै भनेर मैले गएको किन भन्नु आज तपाईँले यो 78 सालदेखि 12वटा दिउ तपाईँले 24 घन्टा मैले निभाएको छैन भन्दा तपाईँ साक्षात् माता मेरो लागि साक्षात् मनोकामना माता हुनुहुन्छ किनभने म एउटा विश्व भाइरल मान्छे हो हजुर देखेको होला सबले पनि देखाएको हो होइन मलाई चाहिँ अब जसले पनि चिन्छ नचिने होइन तर मैले मसित कला खेली मेरो छोरी बहिनीहरू चाहिँ 17-18 जति होला हजुर मैले चाहिँ अन्दाजी ती मेरा छोरी आमा जस्तो मसित कला खेल आउँछन् खुसी हुन्छ र तपाईँ जस्तो माता पनि मसित धेरै धेरै छन् तर ती धेरै धेरै माता भन्दा तपाईँ उच्च श्रेणीमा मैले तपाईँलाई मेरो आमा भनेर मैले ढोग्ने पाएँ यही यो नै ठुलो म चाहन्छु देखाएको छु माता छन् नभएको होइन विभिन्न ठाउँमा छन् तर मैले धेरै माताको सङ्गत पनि गरेको छु होइन तर त्योभन्दा आज जुन तपाईँले यो 78 सालदेखि यसरी चाहिँ भगवान्कोलाई चाहिँ यो जुन दियो चाहिँ न्याउनु भएर नि हजुर यो तपाईँ एउटा ठुलो शक्तिशाली माता मैले देखेँ होइन यो तपाईँको धेरै धेरै जय होस् माता तपाईँको जय कल्याण होस् होइन सारा चाहिँ नेपालीले 3 करोड नेपालीले मलाई हेर्छ माताजी मलाई 3 करोड नेपाली हेर्छन् मैले अहिले धेरै मातासँग मेरो सम्पर्क छ म धेरै माताहरूबाट पुगेको छु धेरै माताहरूले मलाई बोलाउँछन् तर यसरी चाहिँ 24 घन्टा दियो बालेर मातालाई जगाएर चाहिँ बसेको चाहिँ मैले आज मात्रै खेला हेर्नुहोस् न यस्तो जो कहिले गर्न सक्छ यो सक्दैन यो उहाँको रहरले गर्नुभयो होइन नि हेर्नु त कति दुःख छ यहाँ हामी 5 मिनट बस्दा त हामीलाई गाह्रो भइसक्यो गाह्रो छ नि त 24 घन्टा यसमा 24 घन्टा खटेर उहाँले यसरी चाहिँ भगवान्मा लिन बनेर उहाँ हुनुहुन्छ उहाँ प्रत्यक्ष भगवान् सडक जुन अहिले यो देख्नुभयो नि देख्नुभयो बाहिरका भक्तजनहरूले पनि होइन यो मैले त सत्य देखेर चाहिँ गणिन् तर थोपा थोपा एकै थोपा तेल यहाँ आएर एक थोपा थपेर देशले पनि यसरी नै थपोस् देशले थप्नुपर्छ होइन बा देशले थप्नुपर्छ यस्तो चाहिँ यो एक थोपा तेलले गर्दा 3 करोड नेपालीको रक्षा पनि हुन्छ यो ठाउँमा आएर सबैले एक थोपा तेल उहाँको आत्माले जति हुन्छ नेपालले एक थोपा एक थोपा त कति हुन्छ त यो ठाउँमा आएर खोजेर आएर यहाँ थप्नुहुन्छ यो मलाई पूर्ण विश्वास छ तपाईँको माताजी तपाईँको जय जय होस् आज मैले यस्तोको आएर देख्नु पऱ्यो देखेँ यो मेरो भाग्य सौभाग्य हो माता अब म धेरै ठाउँमा जान्छु धेरै ठाउँ पुग्छु म जिल्लामा लैरहेको छन् मलाई जिल्लामा गएको छ तर सबैले देशभरिको मान्छे यहाँ एक थोपा तेल थप्नलाई चाहिँ अवश्य आएर आफ्नो चाहिँ भविष्य सफल गर्नुहुन्छ भन्ने मलाई विश्वास छ माता हजुरले जय होस्।